सुरुमा चाहिँ हामीले एउटा फाइल क्रिएट गर्यौँ। फाइलको नाम चाहिँ के लेख्यौँ भन्दाखेरि रेन्डम नै लेख्यौँ होइन, रेन्डम पासवर्ड जेनेरेटर फाइल लेख्यौँ पाइथनमा। त्यस पछाडि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि हामीलाई चाहिँ दुईवटा बिल्ट इन लाइब्रेरिजहरू चाहिँ इम्पोर्ट गर्छु यहाँनिर। एउटा भनेको के गर्छु भन्दाखेरि इम्पोर्ट गर्छु रेन्डम भन्ने, अनि त्यस पछाडि अर्को भनेको के गर्छु भन्दाखेरि इम्पोर्ट गर्छु स्ट्रिङ इम्पोर्ट गर्छु। अनि त्यस पछाडि हामीलाई त कुनैमा पासवर्ड अब जस्तै 8 लेनको चाहिन्छ, कसैलाई जति मन लाग्यो युजरले कति लेन्थको पासवर्ड चाहियो त्यो अनुसारको हाल्नको लागि मैले के लेखेँ भन्दाखेरि पास लेन्थ भन्ने एउटामा के लेखेँ भने लेखेँ। त्यस पछाडि इनपुट कति हाल्ने भन्दाखेरि सुनौँ इन्टर पासवर्ड लेन्थ त्यस पछाडि पासवर्डको लेन्थ हालिसकेपछि चाहिँ के गर्छ भन्दाखेरि जस्तै एउटा 4 भेल्यु भन्ने यहाँ चाहिँ के हुन्छ भन्दा पासवर्डमा चाहिँ अब जस्तै स्केल लेटर भनेको एदेखि क्यापिटल एदेखि जेडसम्म अनि स्मल एदेखि जेडसम्म, त्यसलाई पनि एड गरौँ। त्यस पछाडि के लेख्यौँ भन्दाखेरि अरू के लेख्यौँ भन्दाखेरि जेसनलाई पनि एड गरौँ प्लस नम्बर पनि गरौँ होइन, डिजिट पनि हुन्छ यति गरौँ। अनि त्यस पछाडि के लेख्यो भन्दाखेरि एउटा पासवर्ड भन्ने भेरिएबल बनाएँ। पछाडि फर लुप युज गरौँ, दिनु पर्यो। रेन्ज कतिसम्म दिनुपर्ने भन्दाखेरि पासवर्ड लेन्थ कति चाहिने हो त्यो दिनु पर्यो। पछाडि पासवर्ड युज गरेँ के भन्दाखेरि भेल्युबाट पछाडि के लेख्नु भन्दाखेरि गर्नु पर्यो। त्यस पछाडि मैले रन गरेँ, रन बनाएको यहाँ रन। त्यस पछाडि इन्टर द पासवर्ड लेन्थ भनेको छ। अब आफूलाई कति लेन्थको पासवर्ड चाहिन्छ त्यो इन्टर गर्नु। जस्तै मैले 8 लेन्थको पासवर्ड चाहिने भएकोले 8 थिचेँ। त्यस पछाडि यसरी रेन्डम 8 लेन्थको पासवर्ड चाहिँ जेनेरेट भएको छ। अब यसरी नै अब आफूलाई कतिको चाहिन्छ, अब 13 को लेखेँ 13, यसरी नै 13 लेन्थको पासवर्ड जेनेरेट भइरहेछ। थ्याङ्क यू। आजको लागि चाहिँ यति नै थियो भिडियो। फर्दर चाहिँ म एज अ बिगिनरको रूपमा डिफ्रेन्ट टाइप्सको सानो सानो प्रोजेक्टहरू लिएर चाहिँ एडभान्स प्रोजेक्टहरू पनि गर्नेछु आउने दिनहरूमा। लगभग दिनको एउटा भिडियो चाहिँ हाल्ने सोच गरेको छु। यस्तै प्रोजेक्टहरू नयाँ नयाँ कुराहरूको बारेमा चाहिँ, टेक्नोलोजीहरूको बारेमा चाहिँ सब्सक्राइब गरिदिनु होला। यो चाहिँ मेरो पहिलोचोटिको भिडियो हो, फर्स्ट भिडियो हो। अनि त्यस पछाडि युट्युब च्यानल मैले फर्स्ट टाइम खोले हो, अनि त्यति आइडिया पनि छैन। यदि कस्तो खालको इम्प्रुभमेन्ट गर्नुपर्ने हो त्यो पनि हजुरहरूले मलाई भनिदिनु भए हुन्छ मेलमा। त्यही हो। थ्याङ्क यू। सब्सक्राइब गरिदिनु होला।